So let us recall yesterday why OOP was required for easier maintenance, encapsulation, flexibility and scalability र एउटा क्वेसन गरेका थियौँ हामीले एउटा क्लास भन्ने कीवर्ड युज गर्छौँ हामी टु क्रिएट अ क्लास which is a blueprint for creating the object र कुनै पनि क्लास बनाउनु अगाडि त्यसको कुनै पनि अब्जेक्ट बनाउन अगाडि त्यसको क्लास पहिला बनाउनै पर्छ क्लास छ त अब्जेक्ट छ अब्जेक्ट बिना क्लास हुँदैन र क्लास बिना पनि अब्जेक्ट हुँदैन बोथ आर इन्टर रिलेटेड तर अब क्लास मात्र बनाएर अब्जेक्ट क्रिएट गर्न दिन भन्न पाइँदैन किनभने जे डेटा हुन्छ हाम्रो सबै अब्जेक्ट बेसिसमै फेस हुन्छ सो एउटा आएपछि अर्को आउँछ भन्ने हुन्छ हाम्रो र त्यसभित्र एट्रिब्युट्सको कुरो गऱ्यौँ मेथड्सको कुरो गऱ्यौँ एट्रिब्युट्समा चाहिँ हामीले यो इनिट मेथड गरेको छैन हामी आज गर्छौँ त्यसभित्र हामीले हिजो मेथड्सहरू चाहिँ हेरौँ मेथड्स भनेको अरू केही होइन द फङ्सन द्याट आर डिस्क्राइब इनसाइड दि क्लासेस आर कल्ड द मेथड भनिन्छ जसले चाहिँ अब्जेक्टको बिहेभियरलाई स्टडी गर्छ भन्ने हुन्छ हाम्रो अब्जेक्ट कसरी बनाइन्छ त भन्दाखेरि एउटा भेरिएबल इक्वल्स टु क्लासको नाम अनि त्यस पछाडि भ्यालुहरूलाई पनि इन्सर्ट गर्न मिल्छ र जुन यो भेरिएबल बनाइन्छ यही नै हुन्छ हाम्रो अब्जेक्ट क्रिएसन भन्ने हुन्छ हाम्रो त्यसलाई नि हामी अब्जेक्ट भनेर भन्छौँ सबैजना रेडी हुनुहुन्छ होला हैन अब र यसको कोर प्रिन्सिपल्स भनेको इन्क्याप्सुलेसन डेटा हाइडिङदेखि लिएर एब्स्ट्राक्सन सबै हुन्छ हामीले हिजो अलिकति एउटा सानो हाउ वी क्रिएट द क्लास भनेर हेरेका थियौँ र त्यस पछाडि अगाडि बढेका थियौँ विथ मल्टिपल मेथड्स कसरी क्लासेसभित्र राख्न पाइन्छ भनेर त पनि हेरेका थियौँ हामीले सो आज चाहिँ हामी के हेर्छौँ भन्दाखेरि द इनिट मेथड भन्ने हुन्छ हाम्रो यो स्क्रिनमा मेरो हेरिराख्नु भएको छ जसलाई हामी कन्स्ट्रक्टर भनेर भन्छौँ विच इज अटोमेटिकल्ली इन्भोक्ड वेन एभर अ अब्जेक्ट क्लास इज क्रिएटेड भन्ने हुन्छ यो इनिट मेथड किन बनाइन्छ र यसलाई किन कन्स्ट्रक्टर भनिन्छ भन्दाखेरि त्यसको डेफिनेसनमै एन्सर छ जब हामीले क्लासेसहरू बनाउँछौँ त्यसको जुन जुन एट्रिब्युट्सहरू हुन्छ त्यसलाई एउटा अब्जेक्ट बेसको रिफरेन्समा हामीले स्टोर गर्नुपर्छ देन अन्ली वेन वी क्रिएट द अब्जेक्ट त्यसको डेटालाई हामी फेच गर्न सक्छौँ एज अब्जेक्टको डेटा टाइप्स भनेको अब्जेक्टकै बेसमा स्टोर हुन्छ जसरी म्यापको डेटा म्यापकै अब्जेक्टमा स्टोर हुन्थ्यो अब्जेक्टको डेटा पनि अब्जेक्टकै म्यापको डेटामा स्टोर हुन्छ र यो जुन आइएनआइटी इनिट अगाडिको ड्यास ड्यास यो छ नि दुईपल्ट अन्डर स्कोर दिने हो यो दुईटा अन्डर स्कोर मिलेर बनिएको एउटा इनिट मेथड भन्ने हुन्छ जुन हामीले जहिले पनि बनाउनु पर्छ यो एउटा थेगो जस्तै सिन्ट्याक्स जस्तै हाम्रो लेख्नै पर्छ हामीले जब हामीले क्लासेस बनाउँछौँ र अब्जेक्ट इन्भोक गर्नुपर्छ मतलब त्यो अब्जेक्ट चलाउनु पर्छ हामीले त्यसबाट हामीले जब इन्फर्मेसन फेच गर्नुपर्छ त्यो बेला चाहिँ हामीले के गर्नुपर्छ वी निड टु क्रिएट दि इनिट मेथड भनेर भन्छौँ र त्यसलाई हामी कन्स्ट्रक्टर भनेर भन्छौँ र इनिट मेथड भनेको एउटा स्पेसल मेथड हो द्याट इज अटोमेटिकल्ली कल्ड वेन एन अब्जेक्ट इज क्रिएटेड जब अब्जेक्ट क्रिएट हुन्छ तब इनिट मेथडले त्यसका प्यारामिटर्सहरू त्यसका प्रोपर्टिजहरू के छन् त एट्रिब्युट्सहरू के छन् त त्यसलाई अटोमेटिकल्ली के गर्छ त इन्भोक्ट गर्छ मतलब त्यसको भ्याल्यु पत्ता लगाउँछ भन्ने हो त्यसको भ्याल्यु पत्ता लगाउँछ भन्ने हो र यसमा अब जुन यो इनिसियलाइजेसन मेथड भन्छौँ हामी इनिट मेथड भनेर भन्छौँ जसलाई हामी इनबिल्ट मेथड भनेर भन्छौँ यो चाहिँ अटोमेटिकल्ली क्रिएटेड हुन्छ र यसमा चाहिँ अब सेल्फ युज गर्नुपर्छ अब सेल्फ भनेको हिजो हामीले बुझेका थियौँ इट इज अ प्यारामिटर एउटा पोइन्टर जस्तै हो टु द करेन्ट इन्स्ट्यान्स अफ द क्लास एन्ड इट इज युज टु एसेस द भेरिएबल द्याट बिलोङ्स टु द क्लास मतलब कि पार्टिकुलर जुन मेरो प्रोपर्टिजहरू छ त्यो चाहिँ मेरो अब्जेक्ट बेस्ड रिलेटेड हो भनेर चिनाउने काम गर्छ सेल्फले सेल्फ किवर्ड इज कम्पलसरी भन्ने हुन्छ र इनिट मेथड भनेको यो पाटो जुन छ नि डिफाइन इनिट भनेर यसलाई हामी कन्स्ट्रक्टर भनेर भन्छौँ द्याट इज अटोमेटिकली क्रिएटेड वेन एन अब्जेक्ट इज क्रिएटेड भन्ने हुन्छ र एउटा इनिट मेथडको सानो एउटा इक्जाम्पल हेरौँ अनि ट्याक्क बुझिन्छ हामीले जस्तै म एउटा क्लास टेस्ट भनेर बनाएँ
यो मेरो मार्कडाउनमा छ ओके कन्स्ट्रक्टर बनाउँदैछु म एउटा हेरौँ क्लास टेस्ट भनेर म बनाउँछु र यसभित्र म एउटा इनिसलाइजेसन दुईपल्ट यसरी आइएनआइटी गर्नु भने आफै आउँछ यहाँनिर उल्टा आफै उसले एउटा सिन्ट्याक्स बनाइदिन्छ उसले मैले केही लेख्नै पर्दैन पास भन्ने हुन्छ त पासलाई हटाइदिने सेल्फ भनेको प्यारामिटर यदि अरू केही एट्रिब्युट्सहरू छैन हाम्रो केही नै छैन भने पनि कन्स्ट्रक्टर बनाउँदा सेल्फ चाहिँ कम्पलसरी हो पोइन्ट आउट गर्नु पर्यो कि यो मेरो अब्जेक्ट बनाउनु सेल्फ लेख्ने बित्तिकै तल अब्जेक्ट बनिहाल्छ बनाउनै पर्छ हामीले पिआरआइएन प्रिन्ट भनेर हुन्छ हाम्रो र हेलो आई एम लर्निङ पाइथन भनेर लेख्छु र म यसको अब्जेक्ट बनाउँछु एज वी हेभ अलरेडी स्टडिड यस्टरडे र टेस्ट भनेर मैले यो फङ्सनलाई जब इन्भोक गर्छु तब यसले रिजल्ट के दिन्छ त हाम्रो हेलो आई एम लर्निङ पाइथन भनेर दिन्छ हाम्रो सो मैले यहाँनिर एट्रिब्युट्सहरू केही डिफाइन गरेको छैन सो त्यही भएर मैले एउटा मात्र प्यारामिटर्स भयो मेरो यो सेल्फ भन्ने जुन अटोमेटिकली पाइथनले इनबिल्डमा क्रिएट गर्छ एज अ पोइन्टर भनेर भन्छ यो भयो जुन यो डिफाइन अन्डरस्कोर इनिट अन्डरस्कोर जुन मेथड छ यसलाई हामी के भन्दो रहेछौँ त भन्दाखेरि कन्स्ट्रक्टर मेथड भनेर भन्छौँ यसलाई हामी when the test1 object is created यहाँनिर के भइरहेको छ भन्दाखेरि the init method is called जब हामीले test1 मेथड अब्जेक्ट बनायौं नि तब उसले चाहिँ कसरी कल गरिएको छ त फंक्सन भित्र सेल्फले पोइन्ट आउट गरेर त पार्टिकुलर फंक्सनको इन्फर्मेसनलाई मेथडको इन्फर्मेसनलाई चाहिँ उसले के गरिरहेको छ त भन्दाखेरि फेच आउट गरिरहेको छ भन्ने हुन्छ हाम्रो यो एउटा सिम्पल लेखौँ एउटा कन्स्ट्रक्टर मेथड र जहिले पनि लेख्नै पर्छ अहिले त हामीले यहाँ इन्फर्मेसन प्रिन्ट आउट गर्यौं यदि हाम्रो एट्रिब्युट्स थियो भने के गर्ने त बेला हामी के गर्छौं त यो इनिट मेथडले चाहिँ एट्रिब्युट्सहरुलाई इनिशियलाइज गरिदिन्छ जसरी हिजो अस्ति हामीले फर लुपमा समको भ्यालु 0 कोही बेला काउन्टको भ्यालु 0 इनिशियलाइज गरेका थियौं नि हामीले त्यही कन्सेप्टको आधारमा चाहिँ अब यो कन्स्ट्रक्टर मेथडमा त्यसका प्यारामिटर्सहरु एट्रिब्युट्सहरुलाई हामीले अब के गर्नुपर्छ त भन्दाखेरि इनिशियलाइज गर्नुपर्छ भन्ने हुन्छ अब त आउँछ पहिला लेखिसक्यौ अब आउँछ त्यो यो दुईपल्ट अन्डरस्कोर है तपाईहरु अन्डरस्कोर फेरि नहोला शिफ्ट र अब अन्डरस्कोर कहाँ हुन्छ किबोर्डमा थाहा भइहालिन्छ अनि यो डट डट लेखेर प्रिन्ट भइहाल्यो यसरी र यो अब्जेक्टको कुरो भइहाल्यो यहाँनिर के भयो त creating creating an object so a simple example of creating an constructor जसलाई हामी के भन्छौं त the init method constructor method भन्छौं whenever we create construct an object of a class there is an inbuilt method in it which is automatically called to initialize the attributes र ट्याक्कै यसरी नै हुन्छ अब हामी गर्छौं पहिला लेखौं अनि त्यसपछि केही बुझ्नु भएन नि यसमा सोध्नु होला हजुर यो अब्जेक्ट बनायौं हामीले यो क्लासको र यसले चाहिँ यो क्लासलाई इन्भोक गर्दैछ यसले बुझ्नु भयो कि बुझ्नु भएन अझै इन्भोक भन्नाले जसरी हामी फंक्सन कल गर्थ्यौं नि यो test1 को अब्जेक्टले चाहिँ कसले के यो जुन test1 भन्ने अब्जेक्ट छ नि त्यसले चाहिँ त्यो के को अब्जेक्ट हो भन्दा फेरि हाम्रो जुन यो क्लास क्यापिटल टी भन्ने छ नि यो क्लासको अब्जेक्ट हो यो अब यो अब्जेक्टको काम चाहिँ के हो भन्दा फेरि हामीले यहाँनिर इनिशियलाइजेसन फंक्सन क्रिएट गरेका छौं नि डिफाइन इनिट भनेर सो यसले अटोमेटिकली त्यो अब्जेक्टले बुझ्छ कि माथि इनिशियलाइज फंक्सन छ मैले त्यहाँनिर केही न केही गरेर त्यसबाट इन्फर्मेसन ग्र्याब गर्नुपर्छ भन्ने हुन्छ बुझ्नुभयो अब अर्को गर्छु अनि बुझ्नुहुन्छ ट्याक्क के भइरहेको छ भनेर ए हजुर एकछिन म हेर्दैछु हजुर यो चलेन डिफाइन इनिट तपाईले कस्तो इनिट मा त ठिकै छ एउटा दुईटा दिइहेर्नु त त्यसलाई
त्यो इनिटको फङ्सनको मेथड मिलेन होला, दुईपल्ट दिनुपर्छ। जस्तै यहाँ एकपल्ट दियो भने अलिक त्यो फङ्सन नबुझ्ला कि भन्ने हुन्छ। अब त्यो फङ्सन बुझ्दैन, दुईपल्ट दिनै पर्छ यो चाहिँ, किनभने उसको त सिन्ट्याक्सै हो। त्यो आफै अन्डरस्कोर दिँदाखेरि फङ्सन आफै आउँछ क्या, तपाईँहरूले यसरी होभर गर्नु त्यो मेथड हो भनेर आउँछ। अब तर जब एउटा हटाइन्छ तब मेथडै भनेर बुझ्छ, तर त्यो इनिसियलाइजेसन मेथड होइन, अर्को मेथड पर्छ त फेरि। सरी, यो भयो हाम्रो। अब अर्को बुझ्छु अनि हजुर 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 हुन्छ हजुर हुन्छ, म भनिदिइहाल्छु के भइरहेको छ भनेर। सो म फेरि एकपल्ट भन्दै, हिजो हामीले चाहिँ के पढेका थियौँ भन्दाखेरि अब्जेक्ट र क्लास भनेर के भनेर त हेरेका थियौँ हामीले। र हिजो हामीले के गरेका थियौँ भन्दाखेरि एउटा सिम्पल क्लास बनाएका थियौँ र अब्जेक्ट बनाएर त्यसलाई इन्भोक गरेका थियौँ, मतलब त्यसलाई इन्स्ट्यान्स नगरिकन त्यसको भ्याल्युजहरूलाई हामीले प्रिन्ट आउट गरेका थियौँ भन्ने हुन्छ हाम्रो। अब आज हामीले चाहिँ के गर्यौँ त भन्दाखेरि एट्रिब्युट्सहरूलाई कसरी डिफाइन गर्ने तर्फ जाँदैछौँ। त्योभन्दा एट्रिब्युट्सलाई डिफाइन गर्नुको त्योभन्दा अगाडि पहिला हामीले एउटा इनिट मेथड भन्ने जान्नुपर्छ। डिफाइन इनिट भनेर मेथड हुन्छ हामीसँग। यो डिफाइन इनिट मेथड भनेको चाहिँ हाम्रो कन्स्ट्रक्टर मेथड हुन्छ, जुन चाहिँ अटोमेटिकल्ली इन्भोक्ड हुन्छ वेन एभर एन अब्जेक्ट इज क्रिएटेड भन्ने हुन्छ। मतलब कि जब हामीले क्लास बनाउँछौँ तब अब्जेक्ट पनि हामी बनाउनै पर्छ, किनभने त्यो क्लासको इन्फर्मेसन फेच गर्नुपर्छ। भने के को थ्रु इन्फर्मेसन हामी फेच गर्छौँ भन्दा त विथ द हेल्प अफ अब्जेक्ट भन्ने हुन्छ। सो मैले यहाँनिर test1 भनेर एउटा अब्जेक्ट बनाएको छु र यहाँनिर फङ्सन कलिङ गराए जस्तो मैले अब्जेक्टको थ्रु यो क्लासलाई बोलाउँदैछु। अब यो क्लासले के बोलाउनु पर्ने भन्दाखेरि त थाहा, यसो हेर्दा त फङ्सन कलिङ जस्तो त्यहाँ त हामीले फङ्सनको नेममा आर्गुमेन्ट पास गरेको हुन्छ, तर यहाँ चाहिँ के आधारमा चाहिँ अब्जेक्टले क्लासले बोलाइरहेको छ त। पहिलो कुरो त यो अब्जेक्ट जुन छ test1 भनेर यो क्लासको अब्जेक्ट हो test1 को। अब यसभित्र इन्फर्मेसन रिट्राइभ कसरी गर्छ त उसले, मैले के बनाएको छु त एउटा कन्स्ट्रक्टर मेथड बनाएको छु डिफाइन इनिट भनेर। त्यो कन्स्ट्रक्टर मेथडभित्र फेरि के छ त मसँग सेल्फ भन्ने छ। सेल्फको काम के थियो, पोइन्टर काम हो। मतलब कि पोइन्टरले के गर्छ त तल अब्जेक्ट बनिएको छ, त्यसले मलाई इन्फर्मेसन चाहियो भनेर मागिरहेको छ र इन्फर्मेसन दिनुपर्छ भनेर उसले पोइन्ट आउट गरेर त test1ले इन्फर्मेसन फेच गरिरहेको छ भन्ने हुन्छ। अझै क्लियर हुनुभयो होला। हेलो आई एम लर्निङ यसरी आइरहेको छ। यति गर्दैछौँ हामीले भर्खर स्टार्टिङ। अहिलेको भन्दै अलिक क्लियर तरिका बुझ्नुभयो होला त इन्भोकको सट्टा। एकजनाले नि सोध्दै हुनुहुन्थ्यो। अब यसलाई अलिकति म बढाउँछु यसलाई। पहिले त हामीले सिधै कन्स्ट्रक्टर मेथडमा प्रिन्ट गऱ्यौँ। अब हामी प्यारामिटर्स सरी एट्रिब्युट्सलाई चाहिँ डिफाइन कसरी गर्ने भन्दाखेरि एउटा अर्को इक्जाम्पल बनाउँछु। क्लास स्टुडेन्ट, मैसँग जाउँ है त। क्लास STUDENT क्यापिटल लेटर युज गर्नु होला क्लास बनाउँदा, प्राय स्ट्यान्डर्ड एप्रोच हो। क्लास स्टुडेन्ट भनेर बनाउँछु। म सुरुमा के गर्छु त भन्दाखेरि इनिट मेथड डिस्क्राइब गर्छु। INIT इनिट मेथड बनाउँछु म सुरुमा चाहिँ। म के गर्छु त भन्दाखेरि डिफाइन इनिट भनेर यसरी आफै आउँछ। म अब यो स्टुडेन्टको के होला त, स्टुडेन्टको एउटा एट्रिब्युट्स प्रोपर्टिज के होला, स्टुडेन्टको विशेषता के होला, स्टुडेन्टभित्र प्रोपर्टिज के पर्ला त, उसको नाम भयो, अहिलेको लागि दुईवटा मात्र लिउँ, र उसको स्कोर भयो, मार्क्स कति ल्यायो त भन्ने हुन्छ। अब नाम र स्कोरलाई चाहिँ हामीले के गर्नुपर्छ, इनिसियलाइज गर्नुपर्छ। के गर्नुपर्छ त, इनिसियलाइज गर्नुपर्छ। त्यसको मतलब कि त्यो अब्जेक्ट बेसमा डेटा स्टोर होस् त्यसको भनेर हामीले के गर्नुपर्छ, इनिसियलाइज गर्नको लागि चाहिँ सेल्फ डट नेम इक्वल्स टु नेम भनेर गर्नुपर्छ। र हामीले अब त्यस पछाडि फेरि इन्टर दिएर सेल्फ डट स्कोर इक्वल्स टु स्कोर भनेर गर्नुपर्छ। अब यो भनेको चाहिँ हामीले के गर्यौँ त, एट्रिब्युट्सहरूलाई इनिसियलाइज गर्यौँ भन्ने हुन्छ। यो सेल्फ भनेको एउटा प्यारामिटर्स भयो, एउटा पोइन्टर भयो, जसले चाहिँ सेल्फ डट नेम इक्वल्स टु नेमको लेख्नुको मतलब चाहिँ जुन नेम भन्ने प्यारामिटर्स या एट्रिब्युट्स छ त्यसको डेटा जहिले पनि अब्जेक्टमै स्टोर हुन्छ र त्यो अब्जेक्ट बेसिस अब्जेक्टमा कल हुन्छ भन्ने हुन्छ हाम्रो। यति यहाँसम्म लेख्नु त बिस्तारै।
यो यसको के भइरहेको छ भन्दाखेरि यसको बुझ्नलाई लेख्दाखेरि चाहिँ यसले के गर्छ त भन्दाखेरि यो सेल्फ डट नेम इक्वल्स टु नेम भन्दा मुनि अब हामी त नेमको भ्याल्यु पास गर्छौँ। सो त्यो बेला चाहिँ उसले के गर्छ त भन्दाखेरि इट विल सेभ अ भ्याल्यु हुन्छ। यसले भ्याल्यु चाहिँ सेभ गर्छ टु स्पेसिफिक अब्जेक्ट। सेल्फ डट नेम इक्वल्स टु नेम गर्दाखेरि नेमको भ्याल्यु के हो त नेममै ल्याएर राख्छ थ्रु अब्जेक्ट, किनभने हामी अब्जेक्ट थ्रु कल गर्छौँ। सेभ अ भ्याल्यु टु स्पेसिफिक अब्जेक्ट सो द अब्जेक्ट क्यान रिमेम्बर भन्छ यसलाई। यसको मिनिङ चाहिँ यो हो। अब र यो के गर्यौँ त हामीले एट्रिब्युट्सहरूलाई इनिसियलाइज गर्यौँ भन्ने हुन्छ। यो एउटा मेथड भयो। यसलाई हामी के मेथड पनि भन्छौँ त इनिट मेथड भन्छौँ या यसलाई कन्स्ट्रक्टर मेथड भनेर भन्छौँ हामी। यति सक्यौँ। अब यस पछाडि के गरौँ त अब स्टुडेन्टको मार्क्स त दिएको छ, स्कोर छ, पास कि फेल त भनेर एउटा अब सिम्पल हामीले अस्ति देखिसकेको चेक पास फेल भयो कि भएनन् भनेर त्यो इन्फर्मेसन चेक गरौँ हामी सेल्फ लाएर। अब केही इन्फर्मेसन प्यारामिटर्सहरू छैन भने सेल्फ चाहिँ जहिले पनि मेथडभित्र कम्पलसरी नै हुन्छ हाम्रो। अब र के गरिदिने त इफ सेल्फ डट स्कोर इज ग्रेटर देन अर इक्वल्स टु 40। अब हामी अस्तिकै कन्डिसन इफ एल्सको कन्डिसन लाउँदैछौँ अनि त्यसको बेला के गरिदिने त रिटर्न ट्रु भनेर गरिदिने, नत्र भने एल्स रिटर्न के गरिदिने त फल्स भनेर गरिदिने। सो यो के भयो त मेरो यो क्लास भयो। क्लास भन्दा बाहिर निस्किने अब हामी। अब के गर्छौँ त हामी त्यो क्लास स्टुडेन्टको हामी अब्जेक्ट बनाउनेतिर जान्छौँ। स्टुडेन्ट 1 इक्वल्स टु STUDENT स्टुडेन्ट भनेर म के बनाउँछु त भन्दाखेरि यसको अब्जेक्ट बनाउँदैछु र म इनेरी भ्याल्यु पनि पास गर्न मिल्छ। यसमा मेरै नाम दिन्छु र कमा उसको स्कोर 85 छ र उसले पास गर्यो कि गरेन त पास अर फेल भनेर म एउटा भेरिएबल बनाइदिएँ। र स्टुडेन्ट 1 अब हामीले अर्को फङ्सनलाई पनि मेथडलाई पनि इन्भोक गराउनु पर्यो चेक कि फेल छ भनेर। सो त्यो फङ्सनलाई हामीले बोलाउनु पर्यो। त्यो फङ्सनलाई बोलाएपछि अब त्यो मार्क्स 85 भन्ने यहाँ सेल्फ डट स्कोर छ नि त 85 उसले अटोमेटिकली आफै लगेर पोइन्ट आउट गरिदिन्छ र अन्तिममा प्रिन्ट भनेर गर्छौँ एफ स्ट्रिङ। एफ स्ट्रिङ हामी पास अर फेल भनेर गर्छु। म त्यसभित्र स्टुडेन्ट 1 डट नेम यसको डेट यस्तो नलेख, सिधै स्टुडेन्टको नाम मात्र लेखिदिन्छु। स्टुडेन्टको नाम सुरुमा देखाउने हामीले। अनि त्यस पछाडि स्टुडेन्ट नेम जस्तै निशान पास, उसको आउटपुट के हुन्छ भन्ने हुन्छ। ओके निशान पास ट्रु, यसको आउटपुट अलिकति कस्तो कस्तो आयो त ठिकै छ। यो गरौँ त निशान चाहिँ पास भएछ, उसले 85 ल्याएछ, ट्रु हो त्यो ट्रु पनि हो। अब यही रिटर्न ट्रुको सट्टामा यिनीहरू प्रिन्ट द स्टुडेन्ट इज पास भनेर लेख्दा पनि हुन्थ्यो, यिनीहरू लेख्दा पनि हुन्थ्यो, यो नलेख्दा पनि हुन्थ्यो हामीले। सो यसलाई भनिन्छ हाम्रो सिम्पल एट्रिब्युट्सहरूलाई कसरी डिफाइन गर्यौँ हामीले, अर्को मेथड बनायौँ जसबाट हामीले कन्डिसन लजिक राख्यौँ र त्यस पछाडि हामीले अब्जेक्ट थ्रु त्यसलाई इन्भोक गर्यौँ भनेर भन्छ। यो बनाउनु त के बुझिँदैन यिनीहरू। एउटा मात्र अब्जेक्ट बनाउने भन्ने हुँदैन, अर्को स्टुडेन्ट 2 भनेर अर्को अब्जेक्ट पनि बनाउन सकिन्छ। STUDENT स्टुडेन्ट जस्तै हजुर मिल्छ, त्यहाँ प्रिन्ट स्टेटमेन्ट लेख्न मिल्छ। हजुर मिल्छ त पनि। त हेलो नि आउँछ, त रिटर्न उसले स्ट्रिङै गरिदिन्छ।
अनि त्यस पछाडि स्टुडेन्ट 2 भयो अनि त्यस पछाडि त्यही कुरोलाई फेरि रिपिट गर्दा पनि भयो यही कुरोलाई यो फेल छ पास कि फेल भन्ने हुन्छ स्टुडेन्ट 2 भनेर बनाइदिउँ ओके अरू कुरो एउटै भइहाल्छ सो निशान पास फल्स निशान एड पास अलिकति मैले निशान एड पास फल्स इज नट पास भनेर यसरी चाहिँ के गरिन्छ त हामीले अरू मल्टिपल अब्जेक्ट्सहरू पनि हामी बनाउन सक्छौँ यो ट्राई गरौँ त र यो हाम्रो एउटा स्ट्रक्चर जस्तै भयो अब पछि जब हामी कोड गर्छौँ एउटा स्ट्रक्चर भयो हाम्रो क्रिएटिङ एन अब्जेक्ट इनिसियलाइजिङ दि एट्रिब्युट्स एन्ड क्रिएटिङ द अब्जेक्ट्स वान टु एट्रिब्युट्सदेखि लिएर यसरी अब्जेक्ट बढाउँदै जाने हामी कहाँ बुझिँदैन सोधौँ है त्यो सकिसक्नुभयो होला काहीँ कसैको इरर आएको छ हाम्रो के छ इरर आउने क्रम कस्तो छ इरर आएको छैन होला कसैको हाम्रो योजीमाजी सुस्मिताजी हाम्रो सागरजी सञ्जयजी केही भएको छैन त्यो लेख्न अलिकति गाह्रो भयो भने एकपल्ट कोड पनि पठाइदिन्छु मलाई सजिलो होला सो यो साथसाथै एउटा क्वेसन ट्राई गरौँ त्यसलाई कतिको के गर्न सकिन्छ क्वेसन थ्रु के बुझिन्छ क्रिएट अ क्लास नेम पर्सन and inside that class create a method greet भन्ने एउटा मेथड बनाउनु that takes 2 arguments जसले चाहिँ दुईटा आर्गुमेन्ट्स लिन्छ प्यारामिटर चाहिँ आर्गुमेन्ट दुईटा लिन्छ मेसेज भन्ने हुन्छ print a message from inside the greet method हजुर हजुर अलि ठुलो बोलिदिनु न अलि सानो आइरहेछ हजुर एकबार स्क्रिन सेयर गर्न मिल्छ भने गरिदिनु तर के छ स्क्रिन सेयर गरिदिनु त मिल्छ भने
म क्वेसन पनि लेख्दैछु। सेयर इन्टायर स्क्रिन गरिदिनु। त्यस्तो नहोला डिसेबल त हेर्नु नि त, मैले त डिसेबल गर्न मिल्दैन त अप्सन। हजुर पठाइदिनु त। सो तपाईँहरूको क्वेसन यहाँ छ, ओम प्रकाशजीले ओभियसली के पठाउनु भयो भन्दाखेरि त्यो इन्टायर स्क्रिनमा क्लिक गर्ने अनि सेयर गर्नु अनि मात्र सेयर हुन्छ। इन्टायर स्क्रिन थिचेर भित्रबाट फेरि इन्टायर स्क्रिन पनि थिच्नु अनि मात्र मुनि सेयर हुन्छ। यो क्वेसन पनि हेर्दै गर्नु होला सबैजनाले। क्रिएट एन्ड क्लास नेम पर्सन एउटा बनाउनु र इनसाइड दिस क्लास यु निड टु क्रिएट अ मेथड नेम ग्रिड भनेर बनाउनु। द्याट टेक्स टु आर्गुमेन्ट्स सेल्फ र मेसेज भनेर दुईटा आर्गुमेन्ट लिन्छ त्यो मेथडले। अनि त्यो मेथडभित्र चाहिँ तपाईँहरूले इन्फर्मेसन प्रिन्ट गर्नु पर्यो फ्रम प्रिन्ट मेसेज फ्रम इनसाइड द ग्रिड मेथडबाट। ग्रिड भन्ने एउटा मेथडभित्रबाट इन्फर्मेसन प्रिन्ट गर्नु पर्यो। अनि आउटसाइड द क्लासमा गएर गेट अ स्ट्रिङ इनपुट फ्रम द युजर एन्ड असाइन इट टु द ग्रिटिङ भेरिएबल। एउटा स्ट्रिङ युजरबाट इनपुट माग्ने एन्ड असाइन इट टु द ग्रिटिङ भेरिएबल्स। अनि त्यस पछाडि क्रिएट एन अब्जेक्ट नेम पर्सन वान अफ द पर्सन क्लास भन्ने हुन्छ। कल द ग्रिड मेथड युजिङ द पर्सन वान अब्जेक्ट विथ ग्रिटिङ एज एन आर्गुमेन्ट्स। क्वेसनमै एन्सर छ, ट्राई गरौँ त सबैजनाले यो पनि। हजुर उहाँको स्क्रिन सेयर भयो। हजुर म हेर्दैछु। सो हजुरको इरर कहाँनिर आयो भन्दाखेरि अलिकति यसलाई जुम गरिदिनु त मिल्छ? जुम अलिकति गर्दा सजिलो, कन्ट्रोल प्लस गरेर। स्टुडेन्ट टेक्स नो आर्गुमेन्ट्स भन्नुभएको छ। ओके हजुर त्यो साइडको पनि हटाइदिनु त के ठिक हो बल्ल। त्यो क्वेसन गर्दै गर्नु अरूले। स्टुडेन्ट टेक्स नो आर्गुमेन्ट्स भनिरहेको छ। अभियसली इरर देखाउनु त मलाई एकपल्ट मुनि। अब माथि क्लास हेरौँ त, क्लासको नाम के छ हेरौँ त। स्टुडेन्ट इनिट मेथड। त माथि इनिट मेथड मैले अघिदेखि भनिरहेको छु डबल दिनु त। त्यो डिफाइन इनिटको ठाउँमा डबल के भन्छ अन्डरस्कोर दिनु त। अझै अर्कोतिर पनि दिनु त। अब त्यसको सिन्ट्याक्स नबिगारिदिनु। हजुर फेरि किन सिङ्गल भयो त हाम्रो? कन्ट्रोल एस थिच्नु त अब। अब सिफ्ट इन्टर गर्नु त। हजुर त्यो क्वेसन ट्राई गर्नु त सबैजनाले। यो स्क्रिन सेयर बन्द गरिदिनु हजुरको। तपाईँले एउटा क्लास पर्सन भनेर बनाउनु पर्यो र त्यसभित्र एउटा मेथड ग्रिड भनेर बनाउनु पर्यो, जहाँनिर चाहिँ उसले दुईटा प्यारामिटर्स लिन्छ, आर्गुमेन्ट्स लिन्छ, सेल्फ र मेसेज भनेर। त्यहाँनिर एउटा प्रिन्ट स्टेटमेन्ट तपाईँहरूले बनाउनु पर्यो र एउटा युजरबाट चाहिँ इनपुट माग्नु पर्यो अरे एउटा जुनै भेरिएबल असाइन गरेर। त्यस पछाडि अब्जेक्ट बनाएर तपाईँहरूले के गर्नु पर्यो त भन्दाखेरि त्यो माथिको ग्रिड फङ्सनलाई चाहिँ तपाईँको युजरले दिएको इनपुटबाट इन्भोक गर्नु पर्यो।
सो यसको एकपल्ट कसरी गर्दै हुनुहुन्छ? So एउटा just you need to create a class person भनेर हुन्छ according to the question. Class person भनेर बनाउने र त्यस पछाडि define greet भनेर बनाउनु पर्यो भनेछ र त्यस पछाडि self र message भनेर बनाउनु पर्नेछ र त्यस पछाडि self dot message equals to message भनेर बनाउँदा पनि भयो this. तर यो बनाउँदै गर्दाखेरि ध्यान दिनुपर्छ एकपल्ट हेर्दै गरौँ. greetings equals to user बाट इम्पोर्ट माग्नुभयो इम्पोर्ट लिने र त्यस पछाडि पर्सन हजुर को जोइन गर्न भन्ने ए ओके अनि त्यस पछाडि पर्सन 1 भनेर म अब्जेक्ट बनाउँछु र पर्सन भनेर म त्यसको गर्छु र पर्सन 1 दट त्यसमा गेट सरी PRSN पर्सन 1 डट त फंक्सनको नाम के छ मेरो माथि ग्रिड भन्ने छ पर्सन ग्रिड भयो र अर्को मेरो ग्रिटिङ भन्ने युजर इम्पोर्ट छ के गर्ला त त्यसले हेलो भन्ने प्रिन्ट भएको छैन सो यसमा के भइरहेको छ मैले हेलो त दिए तर प्रिन्ट किन गरेर भन्दाखेरि उले मेसेजलाई त लिइरहेको छ यहाँनेरि के भनेर लिइरहेको छ अब्जेक्ट फ्रम अ मेसेज त लिइरहेको छ उसले तर त्यो इनिशियलाइज जस्तै भइरहेको छ त्यसले के देखाउनु पर्ने त्यो देखाउन सकेको छैन सो यसको ठाउँमा मैले जस्तै अब प्रिन्ट मैले मेसेज भनेर लेखिदिएँ भने अब चाहिँ के लेला सरी अब उसले के गर्छ त भन्दाखेरि उसले अब चाहिँ मेसेज लिन्छ सो यो जस्ट एउटा के भयो त हाम्रो भन्दाखेरि युजरले जुन एक्सटर्नल डेटा हाल्छ नि त्यसलाई क्याच गर्ने एउटा मिडियम भयो यसरी पनि गर्न सकिन्छ हामीले अब यो बुझ्नुभयो सबैजनाले यो क्वेसन या अरु कसैको नयाँ तरिका छ भने पठाउँदा नि म गर्नुभएको छ भने आफ्नो तरिकाले पनि हजुर के भन्नुभयो अलिकति ब्याकग्राउन्ड नोइज आइरहेछ हजुर पठाइदिनु त
कता पठाइदिनुहुन्छ कि स्क्रिन सेयर भइरहेछ? हजुरको रन भएको छैन अभियसली, यो ऐकै हो। तपाईँको त पासर फेल बनिएकै छैन, स्टुडेन्ट 1 भन्दा माथि मुनि मात्र बनिएको छ। के हो त्यहाँनिर अलिकति राम्ररी हेर्नु त एकपल्ट के गरिरहेको छ हामीले भनेर। अघि पठाइदिएको कोड र तपाईँको कोड एकपल्ट चेक गर्नु मजाले, त्यो तपाईँको मिस्टेक छ त्यहाँनिर जस्तो लाग्छ। र अहिलेकोमा चाहिँ के भन्दैछ भन्दाखेरि पर्सन अब्जेक्ट हेज नो एट्रिब्युट ग्रेड भनेर छ। त ग्रेड भनेर कहाँबाट आयो? तपाईँ ग्रिड बनाउँदै हुन्छ त्यो ग्रेड कहाँबाट आउँछ? यदि मेथडको नामै GREET छ त हजुरले के गरिदिनु भयो त GREAT लेखिदिनु भएको छ, त्यति एरर आएको, अरू केही होइन। त्यो अगाडिको कोड हेर्नु त एकपल्ट, मैले पठाएको र तपाईँले लेखेको, अनि त्यही थाहा पाइहाल्नुहुन्छ तपाईँले। मैले त्यहाँ माथि पठाएको छु र तपाईँको चेक गर्नु त मजाले त्यहाँनिर। त जुन जुन लाइनमा इरर देखिएको छ त्योभन्दा एउटा लाइन छुटेको छ तपाईँको त्यहाँ माथि। त अलिकति हामीले अलिकति यसमा गोल मिलाउन गाह्रो भइरहेछ अझै पनि। सो अझै प्र्याक्टिस सो अझै पनि एक दुईवटा क्वेसन गरौँ हामी, अनि मात्र बुझिन्छ यसमा के गर्ने भनेर। सो एउटा अब यति गरिसकेपछि एउटा आफै ट्राई कसले बुझ्नुभयो कि भएन, जस्तै यहाँ हेरौँ है अझै पनि। सो इफ एल्स यसरी पनि लाउन मिल्छ। जस्तै एउटा क्यालकुलेटर डिभाइड अपरेसन पर्फर्म गर्नु पर्यो भने इनिट मेथड बनाएर यसरी सेल्फ ए र बी भनेर हामीले डिभाइड गर्न सक्छौँ र त्यसलाई यसरी अपरेसन पनि पर्फर्म गर्न सकिन्छ। यो भयो, अनि त्यस पछाडि यो ऐको जस्तै भयो। मल्टिपल मेथड्स एउटा क्वेसन गरौँ अनि मात्र बुझिन्छ। एउटा सिम्पल स्टुडेन्ट म्यानेजमेन्ट जस्तै एउटा क्वेसन गरौँ। क्रिएट अ स्टुडेन्ट class that takes name, age, marks सबै लिने as a initialize constructor बनाउनु पर्यो। इनिसियलाइजेसन भनेको arguments and store those मार्क्सहरूलाई चाहिँ अब स्टोर केमा गर्नु पर्यो त भन्दाखेरि मार्क्स इन लिस्टमा स्टोर गर्नु पर्यो। अनि त्यहाँबाट हैज टु, र त्यसमा के हुन्छ एउटा मेथड हुन्छ अरे टु क्यालकुलेट एभरेज मार्क्स भन्ने हुन्छ। इट हैज टु मेथड टु डिस्प्ले student information, takes all information from
युजरबाट इन्फर्मेसन लिनु पर्यो यो क्वेसन। अरू नयाँ पनि इनिसियलाइजेसनसम्म लेख्न खोजौँ त सबैजनाले। इनिसियलाइजेसन कन्स्ट्रक्टर बनाउनेसम्म त हामीलाई आउला। यो क्वेसन ट्राई गर्नु, धेरैजनाले पठाउनु भएको छैन। पहिला इनिसियलाइज गरौँ, त्यस पछाडि म थप्दै पनि जान्छु। क्रिएट ए स्टुडेन्ट क्लास जसमा चाहिँ तपाईँहरूले नेम, एज र मार्क्सले पहिला इनिसियलाइज गर्नु पर्यो एउटा आर्गुमेन्ट्स बनाएर। कन्स्ट्रक्टर बनाउनु पर्यो, पहिला त्यो गर्नु। पहिला सबभन्दा सुरुमा क्लास स्टुडेन्ट भनेर बनाउनु यसरी हैन। अनि त्यस पछाडि एउटा इनिसियलाइज भनेर बनाउनु। डिफाइन इनिसियलाइज भनेर, र यसभित्र के चाहियो त तपाईहरूले अब के पास गर्नु पर्यो त यसभित्र एज, नेम र मार्क्स भनेर पास गर्नु पर्यो, र सेल्फ डट नेम, सेल्फ डट एज, सेल्फ डट मार्क्स भनेर त इनिसियलाइज गर्नु त। त्यतिसम्म म त्यसपछि भन्दै जान्छु। सरी, यहाँसम्म गर्नुभयो होला हैन। के गर्नुभयो होला तपाईहरूले? ओभियसली नेम भन्ने राख्नुभयो होला, एज भन्ने राख्नुभयो होला। ओके, सुमिजीले गरिसक्नु। हजुर, उहाँको यहाँसम्म पुग्नु भएछ। ठिक छ, यहाँसम्म पुग्नु भयो। यस पछाडि म पनि त्यहाँसम्म पुग्छु। सेल्फ डट नेम इक्वल्स टु नेम भनेर हुन्छ। अनि त्यस पछाडि फेरि सेल्फ डट एज इक्वल्स टु एज भनेर भयो, र त्यस पछाडि सेल्फ डट मार्क्स इक्वल्स टु मार्क्स भनेर भयो। सो यो भयो हाम्रो कन्स्ट्रक्टर मेथड। इनिसियलाइज गरेको भयो हामीले। मार्क्स भन्ने मेरो किन मार्क्स लिँदैन भन्छ नि, मार्क्स भन्ने बिर्सिएछ। मार्क्स भन्ने पनि छ है त्यहाँनेरि। अब यो गरिसके पछाडि तपाईहरूले के गर्नु पर्यो त भन्दाखेरि, इट मेथड टु क्यालकुलेट एभरेज मार्क्स। त्यो जुन मार्क्स युजरको दिन्छ उसले, त्यसको एभरेज निकाल्नु पर्यो। सो एउटा मेथड बनाइदिनु पर्यो, डिफाइन एभरेज भनेर। यसरी एभरेज भनेर मेथड डिफाइन गरिदिनु पर्यो, र यसमा तपाईहरूले के गर्नु पर्यो त रिटर्न गर्नु पर्यो त्यसको एभरेज। एभरेज भनेको के हो? सम अफ अब्जर्भेसन बाइ नम्बर अफ अब्जर्भेसन हो हाम्रो। सिधै हामीले के गरिदिन्छौँ त रिटर्न सम भन्ने हाम्रो बिल्ट इन फङ्सन छ, र त्यस पछाडि हामी सेल्फ डट मार्क्स भन्ने हुन्छ। सेल्फ डट मार्क्स डिभाइडेड बाई लेन्थ। अब काउन्ट गर्दा पनि काउन्ट नगर्नु, भ्याल्यु किनभने लिस्टभित्र हुन्छ। लेन्थ त्यसको कति हुन्छ त्यो राखौँ हामी। सो यसलाई भन्छ हाम्रो एभरेज मेथड भयो। यहाँसम्म जाउँ। हामीले के बनायौँ त क्यालकुलेट एभरेज मार्क्सको लागि एउटा लजिक बिल्डअप गऱ्यौँ हामीले। अब हामीले त के गर्नुपर्छ त डिस्प्ले पनि गराउनु पर्यो त्यो सबैलाई। नाम के हो, एज के हो, मार्क्स के हो। यही क्लासभित्रै हामी के राख्छौँ अब डिफाइन डिस्प्ले भनेर मेथड राख्छौँ। र त्यस पछाडि हामी के गर्छौँ त प्रिन्ट गर्छौँ। प्रिन्ट नेम
self dot name त्यस पछाडि print age self dot age print average self dot average भनेर हुन्छ हाम्रो। सो यसरी हामीले चाहिँ के गर्छौँ त भन्दाखेरि मार्क्स सिट मेरो डिस्प्ले गर्ने आइटम्स के पर्यो त हाम्रो यो भयो प्रिन्ट एभरेज सेल्फ डट एभरेज भनेर हुन्छ हाम्रो सरी मार्क्स। सो यो भयो हाम्रो क्लासभित्रको कुरो भयो सबै। यहाँसम्म पुगौँ र अब यस पछाडि हामीले चाहिँ अब नेम र एज चाहिँ युजरबाट इम्पोर्ट माग्नु पर्यो र मार्क्स पनि के गर्नु पर्यो त युजरबाट इम्पोर्ट माग्नु पर्यो। सो अब हिजो गरेको काम भयो, यतिसम्म त क्लासको काम भयो। नेम एज र युजरले मार्क्स लिस्टमा माग्नु छ त हामीले के कुरो गर्नु पर्यो त त्यो त हिजो अस्तिदेखि गरिरहेको भयो, त्यो त हामीले गरिरहेको इम्पोर्ट माग्नु पर्यो, त्यसको नाम के हो भनेर इन्टर द नेम अनि त्यस पछाडि एज इक्वल्स टु अभियसली एज त अब इन्टमै हुन्छ इम्पोर्ट इन्टु द एज। अब मार्क्स भनेको लिस्टमा हुन्छ सो इनिसियलाइज गरेर त्यसलाई लुप चलाउनु पर्यो हामीले फर आई इन रेन्ज अहिलेको लागि 3टा मात्र लिउँ ल कस्तो नथिचिलो र त्यस पछाडि के गरिने त मार्क्स लिने 3पल्ट मार्क्स लिनु पर्यो हामीले एमएआरकेएस मार्क्स इक्वल्स टु voting marks import enter the marks त्यसलाई पढाउँदै जानु पर्यो i+1 सम्म स्ट्रिङ भित्रको कुरो भइहाल्छ। ओके लेफ स्ट्रिङ भित्र राखौँ अनि त्यस पछाडि मार्क्स डट एपेन्ड मार्क्स राखेको छु मार्क एउटै भएछ सो यसलाई मार्क मात्र राखौँ र अब त्यस पछाडि के गर्ने त हामीले स्टुडेन्ट भन्ने एउटा अब्जेक्ट बनाउने र स्टुडेन्टको बन्यो र के दिनु पर्यो त हाम्रो भ्यालु के हुन्छ त नेम एज र मार्क मात्र होला नेम एज र हाम्रो मार्क्स सरी मार्क्स भयो हाम्रो र त्यस पछाडि सिधै अब डिस्प्ले फंक्सन स्टुडेन्ट डट डिस्प्ले ल अब रन गर्यौं भने इन्टर द नेम मेरो एज भनेको 25 मार्क्स 1 48 मार्क्स 2 96 र 88 सब कताको मेरो रिजल्ट यसरी प्रिन्ट हुन्छ। अब एभरेज के भयो त स्टुडेन्ट एभरेज अफ मार्क्स बाउन्ड मेथड भनेर भनौँ। सो यहाँसम्म पुग्नु भयो कि भएन सेल्फ एभरेज र के एभरेज भनेको त आफैमा एउटा फंक्सन हो। सो यो छुटेछ मेरो इन्टर द नेम 25 78 98 77 now it will give total। सो गरौँ त यो कहाँनिर पुग्नु भयो अनि कहाँ बुझिँदैन अनि भन्नु मलाई। सो जुन यो एभरेजमा यहाँ युज भइरहेको छ सम भनेको पनि एउटा बिल्ट इन भयो र अघि मैले सेल्फ डट एभरेज भनेर युज हुन्छ एभरेज आफैमा एउटा फंक्सन हो नि त यो मेथड हो नि त्यही भएर मेथडको यो मेथड भित्र पनि मेथड बोलाउन मिल्छ यसरी। यो म पठाइदिए हेर्न अलिकति सजिलो हुन्छ। यसमा कहाँ के बुझिएन मलाई सोध्नु त अब।
यसो बुझ्नु सबैजनाले? कहाँनिर चाहिँ नबुझे जस्तो हो, यो लाइन बुझ्नुभयो? हजुर यहाँनिर चाहिँ हजुर यहाँनिर चाहिँ के गर्यौँ भन्दाखेरि सबभन्दा सुरुमा हामीले इनिसियलाइज गर्यौँ। के इनिसियलाइज गर्यौँ त एट्रिब्युट्सहरूलाई हामीले इनिसियलाइज गर्यौँ स्टुडेन्टको क्लासको। एउटा नेम भयो, अर्को एज भयो, अर्को मार्क्स भयो। यो कन्स्ट्रक्टर बनायौँ, इनिसियलाइजेसन द कन्स्ट्रक्टर। अब कन्स्ट्रक्टर बनाइसकेपछि अटोमेटिकली अब्जेक्ट त बनाउनै पर्छ हामीले। यहाँनिर आएर अब्जेक्ट बनायौँ, यो अब्जेक्टको विथ प्यारामिटर्स बनायौँ हामीले आर्गुमेन्ट्स। अब त्यस पछाडि चाहिँ हामीले के गर्यौँ त भन्दाखेरि जुन त्यसको मार्क्स छ त्यो युजरले लिस्टमा पठाइरहेको छ 3टा मार्क्स, त्यसको एभरेज निकाल्नु पर्ने छ हामीले। सो हामीले के गर्यौँ त त्यो क्लासभित्र एउटा एभरेज भन्ने एउटा मेथड बनायौँ र त्यसभित्र हामीले रिटर्न सम सेल्फ डट मार्क्स र लेन्थ के गरेको, यो सम भन्दाखेरि यो भनेको हाम्रो बिल्ट इन फङ्सन हो। एसयुएम भनेको यसरी होभर गर्नुभयो भने यसले के रिटर्न गर्छ त, यो हाम्रो फङ्सन सम भन्ने एउटा बिल्ट इन फङ्सन भयो जसले चाहिँ मार्क्सको सबै आफै जोड दिन्छ अटोमेटिकल्ली। र लेन भन्ने पनि हामीले अस्ति फङ्सन पढेका थियौँ, त कतिवटा मार्क्स छ त्यसले काउन्ट गरिदिन्छ र यसले के गरिदिन्छ त सम अफ अब्जर्भेसन बाई नम्बर अफ काउन्ट, यसले एभरेज निकालिदिने भयो। अब अर्को हाम्रो मेथड छ डिस्प्ले भनेर। यो डिस्प्लेको काम केही होइन, जुन हामीले माथि नाम एज र मार्क्स जे छ त्यसलाई हामीले प्रिन्ट गरिदिउँ यसरी, र अर्को एभरेज भन्ने जुन मेथड छ त्यसलाई पनि हामीले यहाँनिर कल गरिदिउँ भन्ने भयो हाम्रो सेल्फ डट एभरेज भनेर। अनि हामी अब क्लासभन्दा बाहिर निस्किन्छौँ हामी। सो बाहिर निस्केर नेम युजरबाट माग्यौँ, उसको एज पनि युजरबाट माग्यौँ। अब मलाई लिस्ट अफ मार्क्स माग्नु छ हामीले, इन द फर्म अफ लिस्टमा माग्नु छ। सो हिजो अस्तिदेखि गरिरहेको हामीले त्यसलाई हामीले एम्प्टी लिस्ट बनायौँ र त्यसभित्र डुप्लाएर हामीले के गर्यौँ त एपेन्ड गर्दै गयौँ। र यहाँनिर यो i+1 भनेको चाहिँ के भन्दाखेरि हामीले आईको भ्यालुलाई बढाउँदै गयौँ 3 सम्म भयो हाम्रो। अब र त्यस पछाडि हामीले यो मार्क्समा जति मार्क्स दिन्छ उसले, यो हाम्रो फङ्सन हो फर आई इन रेन्जको। यो 3 भनेको 3 इन्डेक्समा सम्म स्टप इन्डेक्स हो हाम्रो। स्टार्ट स्टप र स्टेप भन्ने थियो नि हाम्रो अस्ति, हो त्यो हो। यहाँ यसरी ओभर गर्नुभयो भने सपोर्ट इन्डेक्स भन्ने हुन्छ 3 इन्डेक्स, जसले चाहिँ स्टार्ट डिफल्ट टु 0 एन्ड ओमिटेड टु 3, मतलब 0 1 2 सम्म मात्र जाने भयो उसले। र त्यस पछाडि अब के गरिदिने भयो त हामीले सिम्पली त्यसको अब्जेक्ट बनायौँ र त्यो कल गऱ्यौँ हामीले र डिस्प्ले भन्ने फङ्सन बोलायौँ, त्यति गरेको छौँ हामीले। सो यहाँनिर कन्सेप्ट के आयो त, एउटा क्लासको कन्सेप्ट आयो, अर्को इनिट फङ्सनको आयो, सेल्फको आयो, यहाँनिर डिफ्रेन्ट मेथड्सहरू इन्स्ट्यान्स मेथडहरू छ, लिस्टको कुरो आयो, इनपुटको कुरो आयो, इन्टको कुरो आयो, फ्लोटको कुरो आयो, समको कुरो आयो हाम्रो। अस्तिदेखि जे पढेको छौँ सबै एकमुष्ट समेटेर आयो हाम्रो। म 2 मिनट पर्खेँ गर्नु त, यसमा काहीँ केही अड्किया जस्तो छ भने। सबैले गरिसक्नुभयो कि छैन? यसरी आउँछ हाम्रो आउटपुट, भइहाल्छ हाम्रो। त्यस पछाडि अर्को क्यालकुलेटरको देखायो, अर्को रेक्टेङ्गलको हिसाब पनि गरेका थियौँ होला यसरी। यहाँ हेर्न सक्नुहुन्छ, हेरौँ मात्र यसलाई। क्लास रेक्टेङ्गल भन्ने बनाइयो, यसमा इनिसियलाइजेसन गरेका छैनौँ, सिधै हामीले अब एउटा साइड अफ रेक्टेङ्गल भन्ने मेथडमा इनिसियलाइज गरेका छौँ र सिधै गरेको छौँ। यसरी पनि पाइयो अब इनिसियलाइज गर्न। र सेल्फ भनेको के हो भन्दाखेरि यसमा लेखिएको रहेछ अलिकति theoretical. Self is a reference to current instance of class and using it use assess and modify the attributes from within the class पनि हुन्छ।
इट इज युज इनसाइड अ क्लास मेथड टु रिफर टु स्पेसिफिक अब्जेक्ट भन्ने हुन्छ यो हामीले बुझिसक्यौँ सेल्फको काम के हो भनेर र हामीले कन्स्ट्रक्टरको कुरो पनि हेऱ्यौँ कसरी बनाउनेदेखि लिएर सबै हामीले टाइप्स अफ कन्स्ट्रक्टर डिफल्ट कन्स्ट्रक्टर भयो इनिट भनेको हाम्रो त्यो अलरेडी बनाएको कन्स्ट्रक्टर भयो र त्यसमा हामीले अर्को प्यारामिटराइज कन्स्ट्रक्टर भन्छ जुन हामीले अहिले गरिरहेका छौँ डिफ्रेन्ट प्यारामिटर्सहरू क्रिएट गरेर यो क्वेसन पनि गऱ्यौँ होला ग्रेडदेखि लिएर यो गरेको छैन यो ट्राई गरौँ त ल यो क्वेसन फेरि create a Python program using object-oriented programming that allows user to track student marks, calculate total, average score, and assign later grade on their performance. त्यही अघिकै क्वेसनमा अघिकै जुन छ त्यसमा त्यस्तै तरिकाले यसरी टोटल ग्रेड यसरी पनि गर्न सकिन्छ अब टोटललाई 0 देखि लिएर इनिसियलाइज यसरी गर्न पनि सकिन्छ अब यसरी नेम टोटललाई कसरी इनिसियलाइज गर्नुहुन्छ त सेल्फ र टोटल इक्वल्स टु 0 सेल्फ डट एभरेज इक्वल्स टु 0 भनेर गर्न सकिन्छ ग्रेडलाई खाली छोडिदिने त्यहाँ गएर इन्फर्मेसन आफै स्टोर हुन्छ एक्सटर्नल इन्फर्मेसन टोटल हइको जे छ त्यही नै भइहाल्यो टोटल र सम अनि असाइन ग्रेड भनेर एउटा छुट्टै एउटा मेथड बनाउनुपर्छ तपाईँहरूले सेल्फ डट एभरेजमा कति मार्क्स ल्याउँदा कति ग्रेड हुन्छ कति के हुन्छ त्यो त्यसरी बनाएर सिम्पली त्यसलाई अब के गर्नुपर्छ त हामीले प्रिन्ट आउट गर्नुपर्छ यसरी भन्ने हुन्छ अब यो रेन्ज 1,4 भनेको 1 देखि स्टार्ट गरेर 4 सम्म एन्ड गर भनेको केही छैन सजिलो छ कन्सेप्ट मात्र बुझौँ फ्याक्टोरियलको अहिले नहेरौँ प्यारामिटराइज्ड हो यो क्वेसन ट्राई गरौँ त ल यो चाहिँ अलिकति सजिलो पनि छ यसमा के गर्नुपर्छ भनेर मजाले लेखिएको छ एकपल्ट मजाले ट्राई गर्नु त नि यो बुझ्यो भने चाहिँ ओपी बुझिन्छ गर्न अनि चाहिँ हात बस्छ भन्दा हुन्छ के क्वेसन छ भन्दाखेरि हामीसँग राइट अ पाइथन प्रोग्राम टु इम्प्लिमेन्ट अ ब्याङ्क एकाउन्ट क्लास विथ फलोइङ फिचर्स यहाँनिर प्रष्टसँगले भनिएको छ एउटा कन्स्ट्रक्टर बनाउनु इनिट भनेर द्याट एक्सेप्ट द एकाउन्ट होल्डर एकाउन्ट नम्बर एन्ड एन अप्सनल ब्यालेन्स डिफल्ट इज 0 भनेर राख्नु भनिएको छ इनिसियलाइज द इन्स्ट्यान्स भेरिएबल अर्को के छ मेथड बना भनेको छ हामीलाई डिपोजिट एमाउन्ट भनेर द्याट एड्स द एमाउन्ट टु द ब्यालेन्स इफ द एमाउन्ट इज ग्रेटर देन 0 र त्यसले के रिटर्न गर्नुपर्छ त मेसेज कन्फर्मिङ द डिपोजिटेड एन्ड अपडेट ब्यालेन्स भनेर हुन्छ हाम्रो र अर्को मेथड विथड्र भनेर बनाउनु पर्छ द्याट डिडक्ट्स द एमाउन्ट फ्रम ब्यालेन्स इफ इट इज लेस देन अर इक्वल्स टु द करेन्ट ब्यालेन्स भन्ने हुन्छ रिटर्न सम मेसेज कन्फर्मिङ द विथड्रल एन्ड अपडेट ब्यालेन्स अर मेसेज फर इन्सफिसियन्ट फन्ड्स भन्ने हुन्छ अर्को गेट ब्यालेन्स भन्ने मेथड छ र सिम्पल युजेस कोड लेख्नु पर्यो तपाईँहरूले यो जसरी भयो भने कोड गर्नु र बुझ्नु त ट्राई गरौँ त जहाँबाट खोजेर भए पनि गर्नु यता बुझाउन चाहिँ सक्नु पर्यो है त सोद्धाखेरि हामी कतिजना छौँ आज 12 जना छौँ ठिकै छ यहाँ कोही धादिङको हिजो नयाँ कोही त आउनुभएको छैन नि हाम्रो रामकृष्ण सर त हुनुभयो त्यही सो यो क्वेसनलाई ट्राई गरौँ त ल जताबाट भए पनि अनि यसको कन्सेप्ट बुझ्न खोजौँ त एकपल्ट के भनिरहेको छ
यसमा मजाले गर्नु त्यो क्वेसनहरू यो सल्भ गर्नुभयो भने अनि ओपीको कन्सेप्ट मजाले बुझिन्छ हामीले। त्यस्तो प्रब्लम आयो भने भन्नु त एक ट्राई गरौँ त सबैले, आज कसैले पठाउनु भएकै छैन सल्भ गरेर। अलिकति कन्फ्युजन छ, लामो बन्छ तर बुझेर गरौँ। त्यसमा अलिकति अहिलेको भन्दा चाहिँ अलिकति सजिलै छ, तर यसमा अलिकति कन्सेप्ट लाउनु पर्ने छ। अनि के छ यसमा क्वेसन कतिको कहाँ पुग्नुभयो, कति के गर्दै हुन्छ मलाई भन्नु त।
हजुर के भन्नुभयो? केही सुनिनँ पानी। हजुर हजुर ठ्याक्क यसको यसरी हुन्छ यहाँ हेर्नु है त यसको कोड यस्तो छ अब। अलिकति टाइम लाग्छ किनभने यो नयाँ कुरो हो हाम्रो। हजुर अलिकति यो नयाँ कुरो छ हाम्रो। अस्ति पाइथनको बेसिक्स छुट्टै छ, ओबी छुट्टै छ नि त अलिकति, त्यो टाइम लाग्छ यसलाई। अब भोलि हजुर हजुर भनिदिनु त के भन्नु, कसरी गर्नुहुन्छ ट्राई भन्नु त। स्क्रिन सेयर गरेर भन्दा नि भयो के गर्नुहुन्छ। मेन कुरो बुझ्नु हो अहिलेको लागि, गर्नुभन्दा नि के चाहिँ बुझ्नु भयो। हजुर 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 ठिकै छ, यतिको बुझ्नु भएछ, ठिक छ, गुड ट्राई। यो चाहिँ असाइनमेन्ट जस्तै हो, यो क्वेसनले चाहिँ तपाईँहरूलाई समग्र ओपीमा के गर्ने भनेर के गर्नुपर्छ भनेर यो क्वेसनले चाहिँ सबै क्लियर हुन्छ। यो क्वेसन मजाले भोलिसम्म